नमस्ते। एसआईपीबाट कसरी सम्पत्ति बनाउन सकिन्छ भन्ने बारेमा धेरैको चासो हुन्छ। ल आउनुहोस्, आज हामी यसको सबैभन्दा सजिलो बाटोबारे कुरा गरौँ। एउटा प्रश्न जुन हामी सबैको मनमा खेल्छ, के सानो सानो बचतले भविष्य साँच्चै सुरक्षित हुन्छ त? खैर, राम्रो कुरा के हो भने यसको एउटा एकदमै बलियो जवाफ छ। अनि त्यही प्रश्नको एउटा दमदार जवाफ हो सिस्टमैटिक इन्भेस्टमेन्ट प्लानिङ अर्थात् एसआईपी। सुन्दा अलिक गाह्रो जस्तो लाग्न सक्छ, तर यो त नियमित रूपमा थोरै थोरै पैसा लगानी गरेर लामो समयमा ठूलो सम्पत्ति बनाउने एउटा एकदमै सरल उपाय हो। ल अब सिद्धान्तको कुरा मात्रै होइन, सिधै कामको कुरा गरौँ। आफ्नो लगानीको यात्रा सुरु गर्नका लागि जम्मा 5 वटा एकदमै सजिला चरणहरू छन्। आउनुहोस् एक एक गरेर हेरौँ न त। हेर्नुस् त, पूरै प्रक्रिया यिनै 5 चरणमा समेटिएको छ। डिम्याट खाता खोल्नेदेखि लिएर एसआईपी आवेदन दिनेसम्म यो पूरै यात्रा सोचेभन्दा निकै सरल छ। अब हरेक चरणलाई अलिक गहिराईमा गएर बुझौँ है त। ल सुरु गरौँ पहिलो र सबैभन्दा आधारभूत कदमबाट, डिम्याट र मेरो शेयर खाता खोल्ने। यसलाई आफ्नो लगानीको डिजिटल वालेट वा डिजिटल लकर जस्तै सम्झिनुहोस्, जहाँ हाम्रो सबै शेयर सुरक्षित रहन्छ। यो खाता कुनै पनि बैंक वा क्यापिटलमा गएर सजिलैसँग खोल्न सकिन्छ। त्यसपछि आउँछ दोस्रो चरण, आफ्नो बैंक खातालाई मेरो शेयर खातासँग जोड्ने। यसो गर्दा के फाइदा हुन्छ भने हाम्रो मासिक लगानीको पैसा हरेक महिना आफै काटिन्छ र युनिटहरू खरिद हुन्छन्, मतलब कुनै झन्झट नै भएन। अब पालो तेस्रो चरणको, म्युचुअल फन्ड छान्ने। बजारमा एसआईपी सुविधा भएका धेरै फन्डहरू भेटिन्छन्। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने आफ्नो आर्थिक लक्ष्य के हो र कतिसम्म जोखिम लिन सकिन्छ भन्ने कुरा विचार गरेर फन्ड छान्नुपर्छ। अब चौथो चरण, र यो सायद सबैभन्दा महत्त्वपूर्ण निर्णय पनि हो। हरेक महिना कति पैसा लगानी गर्ने त? धेरैलाई के लाग्छ भने लगानी गर्न त ठूलै पैसा चाहिन्छ होला। के यो कुरा साँच्चै हो त? यो धारणालाई यो स्लाइडले पूरै बदलिदिन्छ। हेर्नुहोस् त, मासिक मात्र रु 1000बाट आफ्नो एसआईपी यात्रा सुरु गर्न सकिन्छ। हो, जम्मा 1000 रुपैयाँले लगानीको ढोका खोल्न सकिन्छ। कति सजिलो होइन त? र अब हामी आइपुग्यौं अन्तिम चरणमा, मेरो शेयर वा आफ्नो क्यापिटलको वेबसाइटबाट एसआईपी आवेदन फारम भर्ने। एक पटक आवेदन स्वीकृत भएपछि बधाई छ, हाम्रो लगानीको यात्रा आधिकारिक रूपमा सुरु भयो। प्रक्रिया त निकै सजिलो रहेछ, होइन त? तर एसआईपीलाई साँच्चै सफल बनाउने त्यो जादु के हो? त्यो सानो लगानीलाई ठूलो सम्पत्तिमा बदल्ने रहस्य के होला? आउनुहोस् अब त्यही सफलताको सूत्रबारे कुरा गरौँ। सफलताको यो सूत्र जम्मा 3 कुराले बनेको छ। पहिलो हो सानो रकम। हो, फेरि पनि त्यही कुरा, सुरु गर्नलाई ठूलो धनराशि चाहिँदैन। सानो सुरुवात गर्नु नै यसको सबैभन्दा ठूलो शक्ति हो। दोस्रो र सायद सबैभन्दा शक्तिशाली तत्त्व, त्यो हो नियमित लगानी। हरेक महिना नबिराइकन गरिने यही लगानीले नै कम्पाउन्डिङको जादुलाई काम गर्न दिन्छ, जसले गर्दा पैसाले पैसा कमाउन थाल्छ। र तेस्रो तर उत्तिकै महत्त्वपूर्ण तत्त्व हो लामो समयको धैर्य। एउटा कुरा याद राखौँ, सम्पत्ति निर्माण भनेको 100 मिटरको दौड होइन, यो त एउटा म्याराथन हो। धैर्यले नै सानो लगानीलाई विशाल बनाउने हो। अन्त्यमा आजको हाम्रो यो सबै कुराको सार यही एक भनाइमा लुकेको छ, सानो रकम, नियमित लगानी र लामो समयको धैर्य यिनैले भविष्यको ठूलो पुँजी बनाउँछ। यो कुरालाई मनन गरेर आजैबाट आफ्नो यात्रा सुरु गर्न सकिन्छ।